हेलो, नमस्ते है। आज चाहिँ म एउटा विषय लिएर आएको छु। त्यो विषय चाहिँ के भन्दाखेरि चाहिँ जुन हाम्रो लक्ष्मी भण्डार चाहिँ अब पाउँथ्यो नि त हामीले सधैँ नै है, प्रत्येक महिना पाउँथ्यो। तर अब प्रत्येक महिना पाउँथ्यो, तर यो महिना चाहिँ हामी सबैजनाले पाएको छैन है। अब सबैजनाले त्यो जुन चाहिँ अब कसैले 1500 है, अब म त एसटी हो, म 1700 पाउँछु होइन। तर अब सबैले एउटा एउटा कुरो सोचेको हुन्छ नि त छोरी मान्छेहरूले होइन। जस्तै कि अब कतिजनाले सायद अब के को लागि सोचेको हुन्छ, अब कसैले के को लागि। तर मैले चाहिँ अब मेरो आफ्नै पर्सनल काममा युज गर्छु नि त त्यो है, अब कति कुरो। अनि सबै छोरी मान्छेले यस्तै गर्छ नि त। मैले अब सबैको अब सबैले भनेको सुनेँ नि त है, त्यहाँदेखि मलाई आज भिडियो बनाउनु मन पर्यो है। के भन्दाखेरि चाहिँ अब त्यसले चाहिँ कतिजनाले चाहिँ अब सरौ खेलेको थियो होइन, कतिजनाको अब डिपोजिट गर्थ्यो, कतिजनाले केमा दिन्थ्यो है, कतिले स्कुलको फिस है, कतिजनाले अब आफ्नै रासिन पानी सानो परिवारलाई त पुग्थ्यो नि त है। अब अहिले त रासिनको चामल पनि दिन्छ है। अन्त त्यसैले गर्दाखेरि चाहिँ म चाहिँ अब के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब जुन चाहिँ हामीले पाउनुपर्ने थियो है, त्यो चाहिँ अब पाउनुपर्ने हो खास गरी चाहिँ है। अब जति सक्दो चाहिँ अब छिट्टो चालु गरिदिएको राम्रो। यो महिना त पसेन ठिकै छ है। अब यो महिना यति आज कति तारिक भइसक्यो, 11 तारिक भइसक्यो है। अब त्यो चालु गरेको चाहिँ राम्रो हुन्थ्यो। अब हामीलाई फेरि त्यो एउटा फर्म भर्नु भनेर भन्दैछ है, जुन फर्म चाहिँ अब यहाँतिर आएको छैन सबै जग्गा। कसैले आयो भन्छ, कसैले आएको छैन भन्छ है। तर अब जुन फर्म चाहिँ अब म तपाईँलाई यहाँ देखाइदिन्छु स्क्रिनमा है। अनि यो फर्म चाहिँ अब भर्नु भन्दैछ, तर अब यो फर्म आएको चाहिँ छैन यहाँतिर है। तर अब मलाई चाहिँ लाग्छ है, किन भन्दाखेरि जुन पहिला चलिरहेको थियो तिनीहरू चाहिँ अब त्यसमै अब कन्टिन्यू गरेर है, किनकि अब यति धेरै भागदौड हुन्छ त्यो टाइममा है। त्यसले गर्दाखेरि चाहिँ त्यसलाई चालु गरेको चाहिँ एकदम राम्रो हुन्थ्यो है। अब हुनु त अब हाम्रो सरकार चेन्ज भयो, सबै कुरो चेन्ज भयो, तर अब त्यो जुन हामीले पाइरहेको स्किमहरू चाहिँ अब चेन्ज नहुनु पर्ने हो है, सो हाम्रो विचारमा चाहिँ। किनकि अब कतिजनाको अब जब हुने त ठिकै छ, जब हुनेले पाइरहन्छ। अब हाम्रो लागि त त्यो 1700 या 1500 अब 1000 पाए पनि हाम्रो लागि कति ठुलो कुरा हो होइन। अब एउटा मान्छेको सानो परिवारलाई अब सानो परिवारको महिनाभरिको अब रासिन पुग्छ है। अब सरकारले रासिन त दिइहाल्छ, अरू तेल बुटुन खोर्सानीहरू पुग्नु सक्छ है। त्यसले गर्दाखेरि चाहिँ म चाहिँ अब के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ जुन अब हामीले पाउँदै थियो है त्यो लक्ष्मी भण्डार, त्यो चाहिँ एकदम छिटोभन्दा छिटो चालु गरिदिनुहोस् है। यो अब भिडियो मैले बनाएर आइछु है। यो भिडियो चाहिँ एकदम अब सबैजनाले हेरेर लाइक अनि कमेन्ट पनि गरिदिनुहोस्, हो कि होइन ठिकै हो है, मैले ठिकै भने जस्तो लाग्छ मलाई है। अनि र